साथीहरु के छ सन्चै हुनुहुन्छ वेलकम टु माई युट्युब च्यानल। अनि के छ खबर हामी चाहिँ अब यसो पहाड चढ्न जानु आएको आज। मौसम पनि दामी छ ठिकठिकै छ। अब चिसो पनि छैन जाडो पनि छैन चिसो पनि छैन गर्मी पनि छैन ठ्याक्क राम्रो मौसम भएको हुनाले अब यसो जानु आएको। अब यस्तो ठाउँहरु यस्तो हेर्नु पर्दा आज कस्तो छ साथीहरु। यी हामीहरु अब बाहिर निस्किसक्यौं है, बाहिर निस्किसक्यौं। हाम्रो डुल्दैछौँ अब हिँडेर जान लागेको। तल उता गाडी चढ्नुपर्छ रोडबाट। हो लाटा सम्धि के छ यी हामीहरु सबै जान लाग्छौँ है। यही गाडीमा जाने है भनेर भन्दिनँ। आजको मौसम ठिकै छ त्यसैले यस्तै रमाइलो गर्दै हिँड्नुपर्छ। जाँदैछ यस्तो रमाइलो गर्छ ल। हेलो गाइज, फाइनली हामी ट्रेन स्टेसनमा झरिसक्यौँ। अब यहाँ माथि चाहिँ ट्रेन आएपछि अब यसो चढ्नुपर्छ। चढेर फेरि अब त्यो गन्तव्यसम्म पुग्नुपर्छ है। हामीहरू अहिले बसिरहेको छौँ। यी सबै यो केटाहरू अब त्यो ठाउँमा आइसक्यौँ है। हामी घुम्न जान लागेको ठाउँमा अब आइसक्यौँ। अब ट्याक्क अब हाम्रो चाहिँ लगभग अब गन्तव्य सुरु हुँदैछ। यहाँको खतरा ठाउँ आजकल अझै खतरा हरियाली छैन। के छ कमल ब्रो? ठिक छ त अब के गर्ने यस्तै छ। डुल्नु पर्यो है। हामीहरू अब यस्तो टुप्पामा पुग्छौँ नि त्यो उसको टुप्पामा क्या। यी मान्छेहरू पनि खतरा हिँडिरहेको छ। आमा अब धेरै डुलिरहेको छन् मान्छेहरू। हामीहरू हिँड्दैछौँ अब उकालो लागिसक्यौँ। उकालो लाग्दैछौँ बिस्तारै। अहिले खतरा उकालो पनि देखाउँछु म अहिले। मेरो कहाँ पुग्यौँ भन्दाखेरि यो ठ्याक्कै हाम्रो यो अब गेट पार गर्दैछौँ। हामीहरूको गेट पार हुँदैछ। अब बिस्तारै गन्तव्य पनि पुगिन्छ। हाम्रो यो के हो यो खतरा चन्द्रमा यो के हो दाइ? वाउ नाइस। स्क्रिन रेकर्ड गर्दा पनि कस्तो किलो निकाल्छ? केसको है? पानी मैले कस्तो शब्द भेटेको थिएँ प्रेम। मैले यस्तो लेखेको थिएँ, एक पन्ना लेखेको। यो फुल फुल्ने समयमा आउँदा क्या हामी। यो फुल यो खतरा ब्रिज फुल हाम्रो पुल। मेरो पुल होइन हाम्रो पुल। मेरो फुल
ए हाम्रो साथीभाइहरू यस्तो यस्तो ठाउँहरू छ है यस्तो यस्तो ठाउँहरू यस्तो यस्तो मान्छेहरू ए के छ गाइने दाइ के छ एकदम ठिक छ मेरो टाइ यस्तो बस्यो मस्त यहाँको पानीमा हालेर खुट्टा पानीमा हालेर माथि गएर बस्नु पर्ने आएको थियो ओए अब यस्तो पहाड चढ्ने नि अहिले मस्त खुट्टा खुट्टा हालेर मस्त त्यहाँ बियर खाँदै नुहाउनु त नुहाएन कि तर यस्तो बसेर ओए डीजे लगा दो ना दाई भैया जी हमारा डीजे लगा दो ना ओए हैन माइत झाडीबुट्टी आनो हामी गेट पार गऱ्यौँ भाइ यहाँको गेट पार ल अब चाहिँ प्रवेश गरियो ल ल अब प्रवेश गरियो मूलद्वार फेरि मलद्वार होइन फेरि होइन मूलद्वार छिरेको त मलद्वार होइन फेरि मलद्वार पनि त्यस्तै हो शीतल छ यार आज त शीतल खोला अब त सोमबारबाट कपडा नलगाइनु हुन्छ क्या तातो यहाँ गीत बज्दा बज्दै म रेकर्ड गरिदिन्छु क्या कहाँ यहाँ म पनि कसरी तर मेरो डबल क्यामेरा हुन्छ क्या होइन त्यहाँ गीत बज्दै बज्दै क्या हुन्छ मैले पहिलातिर नेपालमा गराएको थिएँ यहाँ चाहिँ गराएन यस्तो गुफा अब हाम्रो त हिमालको फेरि के अरे पहाडको फेरि फेद पनि सुरु भएको छैन फेरि यो त बाटो मात्रै जाने बाटो अहिले फेदमा यस्तो सुरुमा देखाउँछु फेदीमा पनि होइन नि अहिले त बाटो हो अहिले त गेट मात्रै पार गरेको हो हाम्रो चाहिँ पहाड सुरु भयो है अब पहाडको यात्रा सुरु भयो है हाम्रो पहाडको यात्रा सुरु भयो थाकिन्छ होला आज अहिले थाक्यो त अनि फेरि अर्को गेट आयो आम्मा पहाड तल कहाँ जाने फेरि तलैबाट हो क्या बाटो ए त है
अलि राम्रो जग्गा देखा थियो है अँ हाम्रो व्यक्तिहरूको गीत लाउन न यार कब्जा गरेर लगाउनु सालैजो लाउनु पर्यो क्या सालैजो अघि नै सुरुमा स्टार्ट गर्दाखेरि लाउनु भएको थियो नि सम्धी फेरि आज भन्नु न हेर्नुहोस् गाइस मेरो रियल फेस भन्नु न फेरि हेर्नुहोस् गाइस मेरो रियल फेस लाटा यति अग्लो छ अब यो अग्लो पहाड चढ्नुपर्छ गीत बजाउ न हौ लेउमा बजाउँछु पबिन पबिन लेउमा बजाउँछु घुम्बा छौँ यहाँ साथी ध्यान गर्दै हुन्छ ओए यस्तो ठाउँ आयो आधी बाटो त होइन अझै भर्खर चढ्दैछौँ हाम्रो धेरै दिनपछि यस्तो बाटो आइया छ 무슨 일인들 가리지 못할 것이며 사람으로서 यस्तो पहाड फेरि आयो ओए गुम्बा ओए शिवरा नरे दरे रन्नरा शिवरा शिवरा नरे दरे रन्निया ओए यस्तो उकालो कसरी हिँड्नु हो राइट र खुट्टाको जुत्ताको तलुवा फाटिसक्यो अब अनि नरेन्द्र मोदीले त नेपाललाई पनि युद्ध बिना नै भारत गराउँछु भन्छ त अखण्ड भारत गर्छ अनि अखण्ड भारतमा फेरि पाकिस्तानलाई भनेर पाकिस्तानले त खाउँदैन नि त बङ्गलादेश अनि अफगानिस्तान श्रीलङ्कालाई चाहिँ भनेको श्रीलङ्का जाउँ जाउँ गेडा हो जाउँ यहाँको ठाउँ यस्तो जानु र माथि थाक्यो त 3 सिटी चढेको थाक्यो त अनि अब पुलवाला बाटो सक्यो है अब पुलवाला बाटो सक्यो अब हाम्रो गन्तव्यको बाटो आयो फेरि यस्तो गोरेटो बाटो आयो नि अब त छिर 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 छा 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 हुर्रा ओए उता साथीहरू कहाँ पुगिसक्यो त यस्ता पहाड त अब म चढ्छु भन्ने सोचेको या त चढ्नै सकिन्न त अनि घरको आइट ओए यस्तो बिचमा रुख ल यस्तो हो नि त विकास
शान्त स्वभावमा बसौँ न अनि जुस खाम जाए घन्टीलाई एकपालि होइन खानु माथि पुगेर त बियर हो कि यहाँ त नखाने यहाँ चाहिँ जुस खाने क्या कसो जुस एउटा ल्याउने र बियर चाहिँ हामी बियर खाँदा हामी हेर्ने खोर 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 छ्या चा 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 खोर 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 यस्तो अप्ठ्यारोमा आम्मा यस्तो बुढो मान्छे नि यस्तोमा हिँड्न लाग्यो आम्मा छ्याट यिनीहरू त माया यिनीहरू कहिले छिटो मर्ला भनेर क्या अन्य आसमको खोर 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 ओए यस्तो कसरी जानु ल 38 सेकेन्ड एकदिन बसौँ न धन्य यस्तो आशावादी लाग्दैछ त अनि त्यहाँ माथि के होला भन्दै थाक त खतरा लाहा तर हिँड्दैछौँ यस्तो यस्तो चट्टानमा ओए म रनिङ गर्दैछु फेरि यहाँ उतापट्टि के होला है म देखाउँछु है के छ खै जान्नु मलाई के छ खै ओए यार बोके खेलम बोके ब्याडमिन्टन हल्ला आएर त्यो धाउन गएको भन्ने यहाँ हेर न ओए बल्ल गन्तव्यमा आइयो अब किलोमिटर छ अब 1 किलोमिटर बाँकी छ कति टाढा आयो खै ल सेल्फी आउनु अहिले चाहिँ हामीहरू यहाँ पुग्यो पहाडको टुप्पोको अलिकति फेदतिर अब अझै पुग्न बाँकी छ हामीहरू यस्तो चट्टानै चट्टान छ है अब यतातिर त है यस्तो हजुर दाइ अब आउँदैछु आइरहेको छु यस्तो गाह्रो भइरहेको छ यहाँ चढ्न अनि ओइट यस्तो है चिप्लिन्छ हौ बल्ल ओह्रालो आयो
बल्ल तेर्सोबाट आयो उकाली जाँदा भेटे एउटा सुन्दरीलाई सुन लागि स्वर्गबाट सपु सपु ए भने झुन्डिएरै मर्छु हे बराइ नहुने सल्लाहको मेरो पनि गरिदिनु डिक्चिक डिक्चिक लाउनु केटा यार के यार डीजे वाला गाना बजा दे ये अहिले दाइ सबैले एउटै पोज हुनु पर्यो क्या यहाँ खै ओ प्रेम आयो तर फुल आउँछ अनि डान्स सक्यो त हो मात्र मैले एउटा गीत सोचिरहेको छु के रे त्यो आदि खोला उर्लिएर आयो भन्ने त्यो उसमा रिमिक्स आदि खोला यहाँ बारमा यस्तो हान्नु भनेको यो सकियो यार के बाबा चाहिँ नाच्यो नाचेकै थिएन यहाँ त नाचिरहेको मलाई चाहिँ लगाऊ के यतैपट्टि पठाउँछ क्या क्यामेरा यतैपट्टि रहेछ त नि कता क्यामेरा यता छ यतै समात्नु यतै समात्नु ल है केही हुन्न लाउनुहोस् त बनाइदिनु ल आउनुहोस् नाच्नु केमा ल ल हामी गन्तव्यमा पुगेर पनि अब झर्न लाग्यो है हामीहरू झर्दैछ बिस्तारै ओह्रालो यति थियो अब यहाँको दृश्यहरू उत्तर कोरिया कुन कोरिया रे उत्तर कोरिया यार सिमाना छ ऊ सिमाना तर यहाँको खुल्ला सिमाना छ र छैन होला है
ल हामीहरू झर्दैछौँ अब अब यहाँको मौसमलाई त होइन यहाँको चुचुरोलाई अब छोडेर जाँदैछौँ बिस्तारै अब ठ्याक्कै उहाँमा आइसकेको छ हाम्रो आमामा यस्तोमा पल्ट्यो भने त गइन्छ हजुर ओके ओके हामी झर्दैछौँ आमामा यस्तो खोल्सामा हिँड्नुपर्छ त नि ओ कोही त छुटेको छैन हात टेकी हिँड्नुपर्छ अब यस्तो बल्ल आज पहाड आएको जस्तो भयो नि ओएमा यस्तो ठाउँमा छ त ओइ माथि म यहाँ काठ जस्तो छ यहाँ ढुङ्गाहरू काठ जस्तो साला यहाँ त बाहिर गर्नुपर्ने रहेछ यार हाम्रोतिर त यस्तो हुन्छ त्यही भएर केटाहरूलाई पाङसाङ लिएर है भनेको माछालाई केटाले बियर लिएर त्यहाँ त अनि उसलाई अरूलाई पठाउनु पर्ने बियर खानलाई पठाएछ त के ल्याउँछ नि त्यो अनि केटाहरूले चक्ना र त्यो ल्याएन यतापट्टिको भाइले चाहिँ बोर्डर भनेको दिवाल भन्यो होला यहाँ त छैन क्या होइन यही हो रे क्या साँच्ची हो रे यो होइन कि नारायण दाइले त्यही भन्नुहुन्छ त्यो पल्लोपट्टि हो कि सर्च गर न यहीबाट थाहा भइहाल्छ नि मोबाइल त्यत्रो छ त नि मोबाइल छ तर नेट नभएको छ यहाँबाट खस्यो भने गयो त नि म कतै खस्यो भनेपछि म यहाँबाट हाम फालिदिउँ स्केल देखाउँछ सबै नर्थ साउथ इस्ट वेस्ट गाह्रो हाम्रो तिर भए यस्तोमा कति जनावर देखिन्थे है यहाँ त एउटा चरा मुसानी नदेखिने बाघ हुन्थ्यो त हाम्रोमा त होइन जनावर धेरै हुन्थ्यो हाम्रो चरा चुरुङ्गीको आवाजले नि कति मजा आउँथ्यो यो त घाँडो ठाउँ रहेछ क्या न पानी खानु छ केटाहरूले पानी त अब के गर्नु अब सबै ठाउँ घुमेर हामी त झर्दैछौँ यी यस्तो ठाउँ छ है झर्दाखेरि पनि ओह्रालो अघि जाँदाखेरि उकालो पऱ्यो यस्तो आइस अझै जमेको रहेछ आम्मा नि हाइट आइस जमेको रहेछ अझै बन्दीपुर जाउला ओए आइस
रवि भाबर 85 किन्न पनि धेरै गाह्रो ओ यसमा फोटो नहान्ने उता यसमा फोटो नहान्ने यस्तो आइस त कहिलेदेखि न जित्यो होला पार्टी नै दिन्थ्यो यो पालि खतरा आइस रहेछ त आम्मा पुरै आइस जमेको माथिबाट पनि आउँदैछ केटाहरू ओराली झरौला ओकाली चढिसक्यो अब घर जान लाग्यो ए सालला डुलेर सकियो एक दिन जाम न शरम गरम भनेर यो चाहिँ गर्न सकिन्छ कि यस्तै हो बनाउने शिवरा ना 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 घुमेर सक्यो साथीहरू अब के गर्नु हामीले भनेको पनि त्यही हो उसले भनेको पनि त्यही हो त त्यो ठुल्ठुलो अहिले नेपाल त लास्टै तल छ नि त सुधार गर्ने भने मात्र त्यही मात्रै हो अब सब अझै आधी बाटोमा छौँ जाँदैछौँ जान त